हेर तिमी आफ्नो कम्फर्ट जोनमा बसिरहेछौ अनि त्यसले तिमीलाई दिनदिनै खाइरहेछ है। अनि तिमीलाई आफूलाई अझै डेभलप गर्नु छ अनि आफू ग्रो अप हुनु छ इभेन्चुअली भने दिस भिडियो इज फर यु। यो भिडियोमा चाहिँ म केही डिसिप्लिन हार्ड थिङ्स गर्ने अनि त्यसपछि टाइम सेभिङ गर्ने केही टिप्सहरू दिन्छु जसले गर्दा चाहिँ तिमी आफ्नो जिन्दगीमा अलि बेटर गर्न सक्छौ है त। सो लेट्स स्टार्ट द भिडियो। सो फर्स्ट नम्बरमा भनेको चाहिँ हामीले आफूमा डिसिप्लिन बिल्ड गर्नुपर्छ कि। सो हामीले डिसिप्लिन भन्ने बित्तिकै त्यो जहिले पनि ज्ञानी हुने हल्ला नगर्ने त्यस्तो मात्रै त्यो स्कुलबाट त्यही सिकेर आएको हुन्छौँ है। तर त्यो डिसिप्लिन होइन के, लाइक होमवर्क गर्ने पढ्ने त्यस्तो डिसिप्लिन केही हदसम्म त हुनसक्छ हल्का है, तर पुरै डिसिप्लिन टोटल्ली चाहिँ होइन कि। हामीले कुनै काम गर्न खोज्छौँ नि होइन, लाइक हाम्रो पर्पसै त्यो छ नि होइन, जीवनको गोल जुन छ नि होइन, हामीले चाहिँ त्यसलाई निरन्तर रूपमा डेली बेसिसमा गरिरहने त्यो चाहिँ कन्सिस्टेन्सी नै डिसिप्लिन हो कि। लाइक त्यो के राम्रो काम गर्यो के नराम्रो काम गर्यो त्यस्तो डिसिप्लिन होइन। सो त्यही भएर चाहिँ हामीले आफ्नो डिसिप्लिन बिल्ड गर्नको लागि पहिला आफ्नो पर्पस फाइन्ड गर्नुपर्छ है। अनि पर्पस फाइन्ड गरेपछि हामीले अनि त्यसपछि चाहिँ अनि त्यसलाई त्यो हाम्रो पर्पसलाई फलो गरिरहनुपर्छ। त्यसको लागि झन् डेडिकेसन इम्प्लिमेन्ट गर्नुपर्छ अनि त्यसपछि मात्रै हाम्रो त्यो डिसिप्लिन बन्छ कि, नत्र न कि त्यो के राम्रो काम गर्यो अथवा ज्ञानी भएर बस्यो त्यस्तो त होइन नि होइन। सो सेकेन्ड नम्बरमा भनेको चाहिँ हामीले गाह्रो कामहरू गर्नुपर्छ कि। लाइक यदि तिमीलाई मनपर्छ भने त धेरै राम्रो, किनकि तिमीले अफ्टन गरिरहेकै हुन्छौ त्यो गाह्रो काम भयो नि, किनकि तिमीलाई मनपर्छ नि होइन। सो तर अर्को भनेको चाहिँ गाह्रो काम तर मन नपर्ने के। यदि तिमीलाई गाह्रो काम मन परेन, सजिलो कामै मन परेन भने त तिमीले गर्दैन, झन् गाह्रो काम त कहाँ गर्छ र होइन। सो त्यही भएर चाहिँ तिमीले गाह्रो काम कसरी गर्ने, पहिला गाह्रो काम गर्ने टिप्सहरू फाइन्ड गर के। लाइक यदि तिमीलाई एक्सर्साइज गर्नु छ, तिमीलाई ल ट्राइसेप्स बनाउनु छ अरे होइन, कसरी बनाउने त ल, त्यसको लागि डिप्स गर्नु त हार्ड हुन्छ, तर खाटमा बसेर यस्तो ट्राइसेप पुश डाउनहरू हो त्यस्तो त सजिलो हुन्छ नि होइन। सो त्यही भएर त्यो इजियर वेहरू फाइन्ड गर्ने जसले गर्दा चाहिँ त्यो हार्ड काम पनि सजिलै लाग्छ कि, कम्पेरिटिभली त सजिलो लाग्छ नि होइन। त्यही भएर हामीलाई चाहिएको चिज अलि सजिलो वेमा भए पनि गाह्रो वेमा भए पनि गर्न खोज्नुपर्छ। अनि थर्ड नम्बरमा भनेको चाहिँ हामीले आफ्नो पर्सनालिटी बिल्डअप गर्नुपर्छ कि। त्यो कसरी गर्ने भन्दा मेनली आफ्नो भोइस राम्रो हुनुपर्छ, लाइक सुरिलो होइन, तर भोइस पोलाइट हुनुपर्छ कि। हामी अरूसँग जति राम्रो बोल्छौँ नि होइन त्यति नै हामीले रिटर्नमा पाउँछौँ कि। जस्तै फर इक्जाम्पल यदि कोही मान्छे रुड भोइसमा जति नै राम्रो लागे पनि रुड भोइसमा बोल्यो भने त्यो हामीलाई मन पर्दैन, तर जति नराम्रो मान्छे हामीसँग कन्भर्सेसन गर्न आउँदाखेरि चाहिँ राम्ररी बोल्छ नि होइन, त्यो मान्छेप्रति चाहिँ हामीलाई अलि कन्फिडेन्ट हुन्छ कि यो मान्छे राम्रो छ अनि हामीलाई पनि अलि पोजिटिभ फिलिङ आउँछ। सो त्यही भएर चाहिँ हामीले अलि आफूलाई पनि पोलाइट वर्ड्सहरू सिकाउनुपर्छ यदि इफ यु डोन्ट नो। सो अनि अर्को कुरा भनेको चाहिँ हामी चाहिँ अलिक कन्फिडेन्ट र फनी टाइपको पनि हुनुपर्छ कि। लाइक कन्फिडेन्ट इन अ वे कि अरू मान्छेलाई पनि लागोस् न यो कस्तो फुच्चे रहेछ, अलिक कन्फिडेन्ट भएर अरू मान्छेसँग बोल्दाखेरि अथवा नबोल्दाखेरि नै अलिक कन्फिडेन्ट वेमा बस्यो भने पनि धेरै पोजिटिभ इम्प्याक्ट पार्छ कि, लाइक इन द सराउन्डिङ है। अनि फनी वेमा भयो भने त तिमीलाई सबले बोलाइहाल्छन्, लाइक दे विल कल यु इफ दे निड है, निड नभए नि कल गर्न सक्छन् कि तिनीहरूले, बिकज यु आर फनी। अनि फोर्थ नम्बरमा भनेको चाहिँ हामीले स्किल्सहरू डेभलप गर्नुपर्छ, लाइक फिजिकल मेन्टल अथवा वर्कको भयो भने आफ्नो पर्सनल डेभलपमेन्ट भयो नि, सब जे भयो नि डेभलपमेन्ट गर्नुपर्छ है। सो त्यसको लागि के स्किलहरू बिल्ड गर्नुपर्छ भन्दाखेरि हामीले पहिला पर्सनलदेखि नै बिल्डअप गर्नुपर्छ। लाइक मैले भर्खर भने भोइसहरू, अनि आफू एट्र्याक्टिभ टाइपको हुनलाई अलि भनौँ न होइन, अरूले मान्छेले पनि राम्रो सोच्नको लागि हामी अझै कन्फिडेन्ट हुनुपर्छ, अलिक फनी हुनुपर्छ है। अनि हामी आफ्नो फिजिकललाई बिल्ड गर्नको लागि हामी एक्सर्साइज गर्दा भइगयो है, किनकि एक्सर्साइजले गरेर नै हाम्रो बडीलाई टेन्सन दिन्छ, त्यसपछि मात्रै बिल्डअप हुन्छ नि त होइन। सो त्यही भएर चाहिँ हामी बडीको लागि एक्सर्साइज गर्नुपर्छ,
पर्सनलको लागि अलि के अरे कम्युनिकेसन स्किल भनौँ न होइन त्यो राम्रो गर्नुपर्छ। अनि अरू कामको लागि त त्यो आफूले झन् सिक्ने इच्छा जति बढी भयो त्यति नै सिक्दै जान्छौँ है। अनि लास्ट नम्बर भनेको चाहिँ हामीले आफ्नो टाइमलाई वेस्ट गर्नुहुन्न कि लाइक यदि तिमीसँग फ्री डे छ ल आज शनिबार अथवा सन्डे जे भयो नि होलिडे छ है। सो त्यो बेला के गर्ने भन्दाखेरि हामीले बिदाको लागि छुट्टै रुटिन बनाउनु पर्छ कि जसले गर्दा चाहिँ हेर तिम्रो टाइम पनि सेभ हुन्छ, तिमीले के गर्ने भनेर त्यो थाहा हुन्छ, न कि तिमी स्क्रोल गरेर बस्छौ है। नत्र त त्यही हो नि होइन, म नै स्क्रोल गरेर बस्छु, दुनियाँको सब मान्छे स्क्रोल गरेर बस्छ कि। आफ्नो टाइमलाई चाहिँ अलि राम्ररी युटिलाइज गर्न सिक कि स्केड्युल गर्ने भयो अथवा केही राम्रो काम अथवा प्रोडक्टिभ काम भनौँ न होइन, केही स्किल सिक्ने भयो, केही ठाउँमा घुम्ने भयो अथवा जे गरे पनि आफ्नो ब्रेन र माइन्डलाई फ्रेस गर्नको लागि भयो नि के सिक्नको लागि भयो नि गर्न चाहिँ पर्छ कि। अनि हामीले आफ्नो डुम स्क्रोलिङ ह्याबिटलाई चाहिँ हटाउनै पर्छ पर्मानेन्टली। लाइक कहिलेकाहीँ त गर्दा भयो तर धेरै प्रायः जसो चाहिँ नगर भन्छु। सो आजको लागि यति भन्दा म यस भिडियोबाट बिदा लिन्छु। सो फर टुडे बाई।